चाहिँ दुई दाजु भाइबाट कहाँ जाँदैछौँ कुन युनिभर्सिटी अरे कोभेन्ट्री युनिभर्सिटी लन्डन कोभेन्ट्री युनिभर्सिटी जाँदैछौँ भाइको इनरोलमेन्टको लागि प्लस टावर ब्रिज पनि जाँदैछौँ। अहिले हामी कहाँ हो क्विन म्यारी भन्ने युनिभर्सिटी कटियो अहिले स्टेसन कटियो अहिले हामी अन द वे छौँ टक्क बसमा यस्तो छ लास्टमा बसेको छौँ है माथि हामी टक्क भ्यू हेर्दै हिँड्न। हेलो गाइज वेलकम ब्याक टु आवर युट्युब च्यानल अगेन। आज म र भाइ चाहिँ हामी युनिभर्सिटीको इनरोलमेन्टको लागि जाँदैछौँ भाइको लागि मेरो लागि होइन। अनि यता यता यसो घुम्न पनि निस्केको आएको लन्डन आएको कति 3-4 दिन 4-5 दिन भइसक्यो खासै निस्केको छैन कतै त्यही भएर हामी चाहिँ निस्किरहेको छु। आज चाहिँ लन्डनको भ्लग आइरहेको छ है साथीहरू। भाइ चाहिँ अल द वे फ्रम पोखरा है। आछु हावा चलिरहेको छ दामी पारामा जाँदैछु। यस्तो छ लन्डन सहर। भाइ लन्डन कस्तो लागिरहेको छ तिमीलाई? दामी क्याम्प आयो भने चाहिँ पर्फेक्ट है। क्याम्प पाइसकेपछि चाहिँ एकदम दामी हुन्छ कि। अब भाइ चाहिँ ब्याचलरको लागि आएको भाइको त्यही भएर अलिकति ठिकै छ। म चाहिँ मास्टर्सको लागि हो नि त। ठिक छ क्याम्प पाएपछि त पर्फेक्ट हुन्छ। क्याम्प पनि पाउँछ होला ढिलो चाँडो। हामी प्रिपेयर्ड थियौँ यस्तै हुन्छ भनेर क्याम्प खोज्दैछौँ पाउनुपर्ने हो। ल है हामी जाँदैछौँ डङ्कीडङ कत्रो बिल्डिङ रहेछ यता। हामी बसेको चाहिँ अलिक सानो सानो छ त्यतातिर काम पाउनु त्यही भएर अलिक गाह्रो छ। अब निस्क्यौँ पर भाइएर त्यहाँ झ्याल सफा गर्दै रहेछ टक्क लगाएर। म्याप हेर न कता हो सिधै हो सिधै अरे हामी जाँदैछौँ। ल अहिले भेटौँ एकछिनमा। ल गाइज हामी चाहिँ उताबाट म्याप हेर्दै आइपुग्यो होइन। सिधै टावर ब्रिजतिर भाइ उता छ। भाइको इनरोलमेन्ट आज भएन छ फेरि पर्सि बोलाएको रहेछ युनिभर्सिटी कार्डहरू चाहिँ लिएर आएको रहेछ। आउँदैछु लन्डन। म त घरमा फोनमा बोल्दै थिएँ कि त्यत्तिकै पो आइपुगेछु यहाँसम्म। बिर्सेछु भिडियो गर्ने दामी छ। वाउ त्यो बाटो काट्ने बित्तिकै कस्तो दामी देखेँ है। टायर रोड नदेखेको रहेछ दामी के दामी उङ्गर यो सिटी भ्यू हेर्दै हिँड्ने बस्यो टुरिस्टहरूको लागि स्पेसली। यहाँबाट तल के छ केही देखिँदैन यस्तो छ। ल भाइ आउँदै गर्छ म हिँड्दै गरेँ एक्लै। टावर ब्रिजमा छौँ हामी फाइनली गाइज। टावर ब्रिज देयर वी गो म्यान। अघि त्यहाँ भाइको युनिभर्सिटी अगाडि त यार हावा चलेर म त पागल हुन लागेको थिएँ चिसोले। अहिले चाहिँ बरु ठिक छ यहाँनिरको वेदर मिठो छ। छिटो आउन भाइ। टावर ब्रिज देखियो है जिन्दगीमा यहीँ आइपुगेर देखियो। यहाँनिर छ के हो यो खोइ म त जान्दिनँ है के हो। आउन छिटो कहाँ आएको कस्तो लाग्दैछ त टावर ब्रिज देख्दा? लाइफमा देख्छु भन्ने सोचेको थियो कि थिएन अहिलेसम्म थियो। खालि भिडियो फिल्म म्युजिक भिडियो के अरूको भिडियोहरूमा देखिरहेको रिल्समा होइन। आज आफ्नै आँखाले खुद यहाँ आफ्नै खुट्टाले टेकेर आइपुग्दा कस्तो लागिरहेको तिम्रो फिलिङ्स भन त? ग्रेट दामी छ नि त होइन। त्यो वरिपरिको नि ओभर छ क्या है। अमेजिङ फिलिङ्स। अलराइट यहाँको त माहौलै अर्कै है भाइ। हामी त्यहाँ रुममा बसेको ठाउँ कस्तो है। रेड रुट यस आइपुग्यो लन्डनैमा टावर ब्रिजमा आइपुग्यो। त्यो लन्डन आई कहाँ छ लन्डन आई साँच्चै गोल हो त्यो प्रोटोटाइपिङ क्या।
जाउँ अझै ब्रिजभित्रै अनि हेरौँ। तर यसको साइडबाट राम्रो छ क्या भाइ, तलबाट साइडबाट खिच्दा दामी आउँछ अरे क्या। त्यता जानुपर्छ कहाँनिर छ हेरेर। थेम्स, रिभर थेम्स। भाइ भाइ ओ भाइ आइपुग्यो थेम्स। थेम्स रिभर। त्यो उता चाहिँ होला लन्डन ब्रिज चाहिँ, त्यो टावर ब्रिज चाहिँ हो। आम्मामा मान्छे त के साह्रो हो। ओइ होइ बाफ्रे, मान्छे त अनि ओभर छ त हौ, ओभर छ त हौ। आइच सही, यहाँबाट जानु मिल्ने रहेछ। तर सही हो, सही हो ल। दामी दामी दामी। यहाँ पहिला यता हिँडौँ न, यहाँको फिलिङ्स लिउँ न। बवाल छ नि त हो, बवाल। हामी चाहिँ भ्लग हिँड्दैछौँ। के छ र हामीलाई बाल हो यहाँ। ककालाई के थाहा छ यहाँको बारेमा ल कमेन्ट गर्नु त। ऊ त्यहाँनिर जहाज रहेछ, एउटा सानो सानो छ के हो। यहाँ मान्छेको भिड हेर्नु त। बाफ्रे बाफ्रे, बजार लागिरहेछ। बजार बजार, त्यो बजारमा मिसिन आयो भने जाने बाँकी छ। यो ब्रिजको बारेमा त्यति बेसी थाहा छैन भाइ। ऊ त्यहाँनिर के गर्दैछ पनि। ठिक छ। खास त्यो चाहिँ हो लन्डन ब्रिज है बाइ द वे। द्याट इज लन्डन ब्रिज, दिस इज टावर ब्रिज। ओके, डोन्ट गेट कन्फ्युज। यस, London Bridge, this one. Tower Bridge, this one. Would you better pick that? हामी चाहिँ उता साइडमा जाँदैछौँ, तल तल हुँदै भरिङबाट टक्क लगाएर टावर ब्रिजकै तलबाट साइडमा जाँदैछौँ। साइडबाट भ्यू हेर्नु पर्यो नि त होइन। कता यो साइड जाने कि पल्लो साइड? यता दिस वे। ओके, यता जाने, यताबाट हेर्ने। यता भाइ र म जाँदैछु। यहाँबाट सही देखिन्छ त पुरै सही हो। बवाल छ नि बवाल। सही मजा आइरहेछ। भन्दा पनि धेरै हिँडिसक्यो र हो त। यतातिर अगाडि जाने पर अलि पर हिँडिरहेछु। टुई ए यताबाट पनि निस्किँदो रहेछ नि त, जताबाट पनि निस्किँदो रहेछ। मान्छे चाहिँ के बेसी हो आमा। लगाइस हामी चाहिँ क्या लकी रहेछ यार, ट्याक्कै उठेको देख्न पाइदिएर गफै गफमा। भाइ देख्यो ब्रिज, लभली लभली उठिरहेछ। उता परबाट त्यो सिप आउँदैछ। एन्ड यस लुक हाउ लकी आई एम। यस्तो देख्न पाइरहेको छु मैले, खुद यहाँ आँखाले देख्न पाइरहेको छु। मजा आयो। मैले सोचेकै थिइनँ म यस्तो देख्न पाउँछु दृश्य भनेर। खोइ कुन सिपको लागि यो खोलेको? यो त यताबाट आयो त भाइ। त्यहाँ खोल्दै तर यो त यताबाट आयो त यार। यो त कस्तो दामी खोलेछ। ओहो माइ गॉड, लुक एट द्याट।
Awesome man, awesome. दामी यार, दामी ब्रिज खोल्यो, खोलिहरि अब लाग्ने आँट्यो। ए टाइममा खुल्दो रहेछ क्या, कति बेला हो। दामी खुल्यो यार, सही हेर्न पाएँ, मजा आयो, दामी। घाम लाग्दैछ, सर हावा पनि चल्छ। नाइस भ्यू। ल लागिसक्न आँट्यो अब चाहिँ। ल गाइस, यहाँनिर टक्क बजिरहेछ के हो यो, के भन्छ यसलाई चाहिँ थाहा छैन, तर यो यस्तो चाहिँ हुन्छ नि युके, स्कटल्यान्ड, लन्डनतिर हुने। दामी बजिरहेछ। मेरो फोनमा पनि अब ब्याट्री सकिन लाग्यो है। अब चाहिँ म्याप हेर्न मात्रै ब्याट्री छ। अब जाने हो, यो दामी बजाइरहेछ। कति ठुलो आउँदो रहेछ यार आवाज। कता अब हामी जाने। नाइस, क्ल्याप 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 क्ल्याप। नाइस। ल ब्याट्री सक्यो है, अब चाहिँ हामी जाने। अब सिधै हामी घरतिर जान्छौँ, सिधा घरतिर जाने हो, नत्र फेरि धेरै लाग्छ। राउन्ड त्यही त हो नि। अब यता बाटोमा कतै काम खोज्ने हो है। लस सिकाइदिने नत्र भिडियो। बाई बाई। अब फेरि अर्को भिडियोमा भेटौँला। युकेको ब्लग आएको गर्छ अब। बाई बाई।